हेलो हाई नमस्ते, फेरि पनि स्वागत छ एलएन भ्लग युट्युब च्यानलमा। उही तपाईँहरूकै अमृतमानको आज निकै पछि मैले तपाईँहरूलाई हिजो नि अवगत गराइहालेँ। मेरो दाइको छोरो बितेको कारणले यो सुटिङलाई चाहिँ थोरै अवरोध गराइरहेको थियो। 15 दिन जति चाहिँ भनौँ न, मोटामोटी 1 महिना नै भयो सुटिङ गर्नलाई हामीमा रोकिएको। 13 दिन त मैले जुठै बारी एकदमै कडक तरिकाले। अब त्यही हो, यहाँनिर अब सबैजना यहाँ आज सुटिङ युनिट चाहिँ भेला भएको छौँ। मेरो राजेन्द्रजी भनौँ न, मेरो साथी चाहिँ उहाँको चाहिँ बुवाको स्वास्थ्यमा चाहिँ अलिकति असुधार भएर चाहिँ उहाँ चाहिँ गाउँ जानुभएको छ। अब यहाँनिर हाम्रो आफ्नै टिम चाहिँ यहाँनिर अब कतिजना छन् यहाँनिर हामी सुटिङमा चाहिँ अहिले आएको छौँ। बाँकी म तपाईँहरूलाई जानकारी दिँदै जानेछु है त। अहिले चाहिँ हाम्रो यहाँनिर सुटिङ चाहिँ फटाफट चलिरहेछ। यहाँनिर फर्स्टमा 2 जनाको सुट चलिरहेछ। ल आज क्यामेरा चाहिँ कविनले ह्यान्ड क्यारी गरेर नै सुट गरिरहेछन्। म चाहिँ यहाँनिर यसरी ऐनामा मेरो रिफ्लेक्सन आइरहेछ। गाउँतिर पनि हुन्थ्यो यो फुलमा बस्दा फेस पुरा यो फुलमा बस्छ है त। एक्कासी उसलाई के भयो पालन फाइनली यहाँको सुट सिद्धियो। सचिन, के फिल के आयो आज सुटिङमा? आज एकदम रमाइलो फिल आइरहेछ। मौसम पनि एकदम राम्रो छ, घाम पनि आनन्दको जाडो महिनामा होइन। अनि यो हाम्रो सुटिङ रोकेको कारणले चाहिँ जुठोलाई मैले दर्शकहरूलाई बताइदिएको छु, थोरै केही जानकारी दिएँ। अब यस्तै अब के गर्नु, दुःखै पर्यो होइन। अब त्यसको लागि माफी चाहन्छौँ हामी सबैजनाले। सुटिङ रोक्नु पऱ्यो, हाम्रो 2 हप्ता लगभग 2 चोटि नै रोक्नु पऱ्यो। अब आशा छ अब हामी अझै पनि कन्टिन्यू चाँडै सधैँ गर्छौँ। अरूभन्दा पनि हजुरहरूलाई निराश पार्ने छैन। अनि आशिष भाइ, हाम्रो सुटिङ त 1 महिना रोकियो, अनि त्यसको लागि केही हाम्रो दर्शकहरूलाई थोरै जानकारी दिनु। हाम्रो दर्शकहरूलाई चाहिँ म क्षमा प्राप्ति छु होइन, किनभने अब के भयो कसो भयो दाइले जानकारी दिइसक्नुभयो, त्यही कुरालाई दोहोऱ्याउँ होइन। अब चाहिँ हाम्रो प्रत्येक हप्तालाई चाहिँ आइरहन्छ, एन्टरटेनमेन्ट पाइरहनुहुन्छ तपाईँले। त्यो भन्दै अहिलेको लागि हामी सुटिङमा छौँ, अलि हतार छ, हामी सुटिङपट्टि लाग्छौँ। बेलुका भेटौँला टिभीमा। बाबु यहाँ ल, तिम्रो नाम बताइदेऊ त। समीर के? समीर लागुन। अनि आज सुटिङमा आएको कस्तो लागिरहेछ अनुभव? राम्रो। फर्स्ट टाइम सुटिङमा आएको है? सुटिङ रमाइलो लाग्यो?
हो ल आज मेरो सानो नातिको नि एकदमै खत्रै रोल हुनेवाला भइरहेछ ल टु बी कन्टिन्यू जाउँ त ल ल त फाइनली यहाँको सुटिङ सिद्धायो म आज गेटअपमै छु किनभने म अमृतमान पासा सुटिङको लागि चाहिँ यो ड्रेसअपमा छु एकदम आजको सुटिङ चाहिँ निकै दिनपछि नै रोकिएको छ अब तगडै फिल दिएर चाहिँ सुटिङ गर्ने छौँ मेरो रोल चाहिँ आज चाहिँ भनौँ न 2 हप्ता भइसक्यो 2टा एपिसोडमा भइसक्यो मेरो चाहिँ अलिकति पागल भएको मलाई कसैले चामल फाँकेर टुनामुना लगाइदिएको जस्तो सुटिङ चाहिँ मैले त्यो क्यारेक्टरमा डुब्नु छ भन्दै अब यो सुटिङ चाहिँ हाम्रो सुटिङ स्पट जङ्गलतिर पारी जङ्गलतिर त्यहाँनिर चाहिँ लिएर जाँदैछु मजा आइरहेछ सुटिङ निकै 1 महिना जति हाम्रो सुटिङ ब्रेकअप भएको थियो सुटिङ ब्रेक भएको थियो राजेन्द्रजीको चाहिँ बाबालाई थोरै भनौँ न शरीरलाई थोरै एउटा भनौँ न अस्वस्थ स्वास्थ्य अलिकति ठिक भइरहेको छैन उहाँ चाहिँ गाउँ जानुभएको छ घरतिर जानुभएको छ उहाँलाई हामीले निकै नै मिस गरिरहेछौँ त्यही हो राजेन्द्रजीको बाबाको स्वास्थ्य चाहिँ छिटो राम्रो होस् भनी अब हामीले प्रार्थना गरौँ यहाँबाट उहाँको स्वास्थ्यको चाँडो लाभ होस् भन्ने आशा राखौँ त्यही हो अब यहाँबाट हामी जाँदैछौँ म तपाईँहरूलाई फेरि एकछिनपछि भेटिन्छु है त ल आज हाम्रो कलाकारमा चाहिँ फेरि अर्को एउटा हाम्रो दर्शकहरूले नयाँ अनुहार देख्न पाउनुहुनेछ प्लिज आफ्नो परिचय दिनु त साङ्गे लामा स्वयम्भूबाट त्यही त साङ्गे लामा स्वयम्भूबाट अब उहाँ आज हाम्रो अमृतमान पासामा चाहिँ जोडिनु भएको छ अब हेरौँ के कस्तो जहाँसम्म लाग्छ दर्शकहरूले निकै नै रुचाइदिनुहुन्छ भन्ने आशा राखेका छौँ सुटिङको लागि चाहिँ अलिकति हिँड्नै पर्छ गाह्रो छ है ल मौसम निकै नै रमाइलो भइरहेछ सुटिङ गर्ने युनिटहरू सबै हाम्रो पछाडि हुनुहुन्छ हजुर त्यो युट्युबमा आउने सिरियलको त्यहाँ माथि सुटिङ गर्न बाँकी नै छ हजुर अमृतमान पासा एलएन भ्लगबाट आउँछ ल हाम्रो सुटिङ स्पट डेस्टिनेसन चाहिँ नजिक छ अब यहाँनिर हामी सुटिङ सिद्धाउँछौँ छिटोभन्दा छिटो यो ठाउँ चाहिँ निकै नै रमाइलो छ घाम मजाले लागेको छ जाडो महिनामा बर्खामा चाहिँ यहाँनिर पानीको समस्याले गरेर निकै नै सुटिङको लागि चाहिँ गाह्रै हुन्थ्यो नि अहिले हामी थाकिरहेछौँ गाह्रो भइरहेछ थके लाग्यो यही हो उकालो त्यति मात्र हो अब यहाँनिर हाम्रो सुटिङ स्पट चाहिँ ल मोटामोटी नजिकै आयो अब हाम्रो सुटिङ चाहिँ यहाँबाट सुरु गर्छौँ है त हाम्रो अरू टोलीहरू आउँदैछन् त्यो नभन्यो त्यो चाहिन्छ हेलो याना हाई सबैजनालाई म चाहिँ सचिन हजुरहरूले चिनिसक्नुभयो होला र अब चाहिँ आज हाम्रो यहाँनिर सेटअप पनि चल्दैछ यता सुटिङको दिन सेटअप चल्दैछ सबैजना एकदम लागिपर्नु भएको छ हजुरहरूलाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद हाम्रो च्यानल हेरिदिइराख्नु भएकोमा फेरि पनि भेटौँला अर्को टेकमा ल यहाँ चाहिँ हाम्रो सेटअप लगभग सकि नै सकेको छ आशिष अङ्कलले चाहिँ मजाले आगो बाल्नलाई लागिसक्नु भएको छ यति राम्रो मन्दिर कसले ढालिदिएको रहेछ फेरि हामीले आएर फेरि स्थापना गर्थ्यौँ यहाँ त्यस्तो मन्दिर आश गरौँ
यहाँ ठुलै मन्दिर बनिहालोस्। ल त्यही अमृतमान पासाको काम जस्तो छ हेर। यहीँबाट हामीले अस्ति चेकल झै पारेर उहाँ पुर्याएको थियौँ। अब अहिले फेरि यहीँ आएर वासस्थान बनाए जस्तो छ। होइन अब त्यही नै मान्छे हुन्छ त के ग्यारेन्टी छ र? त्यो त छैन, यस्तो घनाघोर जङ्गलमा जो पनि हुनसक्छ। तर हामीले उसलाई पत्ता लगाउनु चाहिँ कसरी? कसरी होइन अब जहिले अब किन यो एरियामा दिन हजुरले नभएको छ त यहाँ देख्नुभयो भने त यहाँ अब यस्तो घनघोर जङ्गलमा को नै आउँछ र होइन हेलो आधी घन्टाभित्रमा आइपुग्छ। फाइनली हाम्रो सुटिङ चाहिँ अब सिद्धिसक्यो। अब सिद्धिन लाग्यो अब 15 मिनट जतिमा सिद्धिन्छ काम कुरो होइन अनि दौडेर आइपुगिहाल्छ। यो चाहिँ हामी आफैले बनाएको गणेश हो। यहाँ साथमा यहाँ धुवा बालेर एउटा अग्नि पनि बनाएको छु। यहाँ साथीहरूले चाहिँ डाइलेक्ट रिहर्सल गरिरहेछन्। मान्छेको अनुसारले त अब यो फाइनल टेक चाहिँ यहाँको हो। मजा आइरहेछ सुटिङ। आज मैले चाहिँ पागलको रोल गरिरहेको छु। पुरै पागल बनेको रोल छ। अब यो तपाईँहरूले हेरिसकेपछि थाहा पाइहाल्नुहुन्छ। यो फाइनल लास्ट सिन यहाँ भइरहेछ। तपाईँहरूले बाइक गरेर हामीलाई त तपाईँ अब रेन्डम राख्यो तपाईँ मिलाउनु नि त कसरी मिलाउनु तपाईँहरू मिलेर गर्नु न, के फरक पर्दैन। केही फरक परेन हाम्रो त्यो ऊ छैन स्क्रिप्ट छैन रेन्डमै हो यो सबै रोलिङ अलिक सँगसँगै जानु रोलिङ